ल नमस्ते सबैलाई। ल यो हाम्रो यो सिमले खोला, यो सिमले खोला भन्ने ठाउँ हो। यो चाहिँ हाम्रो खुर्पा खोलाको करिब आधा भूभाग चाहिँ, जमिनको आधा भूभाग चाहिँ सिँचाइ हुने चाहिँ खोलाको मुहान हो यो है। त्यस कारणले अब यो मुहानमा चाहिँ भोलि हामी सबै मिलेर चाहिँ यो मुहानको चाहिँ काम सुरुवात गर्नुपर्ने छ है। यसरी नागभूमि कृषि तथा पशुपन्छी फार्मको तर्फबाट चाहिँ डकुमेन्ट पेस गर्दा यो मकै जोन धादिङमा चाहिँ बाट चाहिँ 1.5 लाख रुपियाँ पैसा यो कुलोलाई चाहिँ परेको छ। यो काम सञ्चालन पनि गर्नुपर्ने छ। ल हेर्नुहोस् यस्तो यो यति रमणीय जेथा छ। ल हेर्नुहोस्, ल गाउँ बस्ती करिब खाली हुन लागिसकेको अवस्था हो। हेर्नुहोस्, तैपनि अब यहाँका चाहिँ दाजुभाइ तथा दिदीबहिनी भाउजूबहिनी सबैलाई चाहिँ अनुरोध छ कि आफ्नो यो जमिन जाहेर जथा चाहिँ सकभर बाँझो नराखिदिनु हुन चाहिँ हार्दिक अपिल पनि गर्दछु। र यो ठाउँमा चाहिँ कुनै पनि विकासका कामहरूमा सहकार्य गर्नु परेमा, कुनै पनि विकासका कामहरूलाई चाहिँ अगाडि बढाउन परेमा हर हमेसा म राम थापा तपाईँहरूको साथमा उभिनेछु। जुनसुकै निकाय, जुनसुकै कार्यालय, सङ्घ संस्था, जहाँ जुन ठाउँमा जानु परे पनि यदि मैले आवाज उठाएको खण्डमा पनि तपाईँहरू सबैले साथ दिनु होला। र तपाईँहरूले आवाज उठाएको खण्डमा पनि म हाम्रो गाउँको लागि, यो ठाउँको लागि चाहिँ जुनसुकै सङ्घ संस्थामा चाहिँ गएर आवाज उठाउन नि तयार छु। ल हेर्नुहोस्, यति राम्रो सुन्दर बस्ती छ। यो बस्तीले चाहिँ, यो बस्ती बाँझो हुँदाखेरिको अवस्थामा यो माटोले सराप छ। यो माटोको सराप खाने काम नगरौँ। हेर्नुहोस्, अब अहिले यो जहाँ चाहिँ गन्धे फुलिराखेको छ, यो गन्धे हो। फेरि कुनै बाली आलासे सालासे भनेर चाहिँ जस गर्नु होला, यो चाहिँ गन्धे हो। हेर्नुहोस्, अब यी चैते धानको चाहिँ यो मैले पनि राखेँ आज। अरू प्रायले पनि राखिसक्नु भएको छ। यो परको गाउँ हो। अब यो फर्म हाम्रो चाहिँ हाम्रो नकुलजीको फर्म हो। यो जङ्गलको बिचमा कुलबहादुरको फर्म छ। ल हेर्नुहोस् है त।